1 महिनाको भयो नि त यो आलु। हजुर हजुर 1 महिनाको भयो। यसमा यो डडुवा चाहिँ सुरु भएछ कि पछौटे डडुवा। हजुर हजुर पछौटे डडुवा चाहिँ यहाँ सुरु भएको छ। तपाईको उतैनिर टमाटरको प्लट छ नि त। हजुर हजुर यो टमाटरको प्लटमा पछौटे डडुवा तपाईको लागिरहेछ। हजुर हजुर अनि त्यहीँबाट रोकथाम नभएर त्यहीँको जीवाणु यो ढुसी चाहिँ सरेर यतापट्टि आएको हो क्या। इन्सिडेन्स चाहिँ भर्खर 2 दिनको इन्सिडेन्स सुरु भएको छ। अब यसलाई हामीले तुरुन्तै रोकथाम गरेनौँ भनेदेखिबाट चाहिँ एकदम छिटो फैलिन्छ के दाइ। यो त यो पछौटे डडुवा त हिजोसम्म हल्का थियो, अब आज फेरि अलिकति बढी गयो। होइन हजुर हिजोसम्म 2-4 वटा मात्रै पात देखिया थियो भन्नुभयो होइन। लगभग सबैलाई भेटिसकेको छ। एउटा दोडा पात पिसिसकेको छ। यसमा अब यो यसको तुरुन्तै रोकथाम गर्नलाई चाहिँ दाइ डाइमिथोमर्फ भन्ने आउँछ कि। हजुर हजुर त्यो डाइमिथोमर्फ भन्ने चलाइदिउँ भने चाहिँ तुरुन्तै रोकथाम गर्छ क्या त्यसले। त मेटल एक्सेल म्यानको जेबहरू पनि चलाउँछन् चलाउनलाई त। तर पहिला अब यसको त यो छिट्टै फैलिन आँटेछ कि। यस्तो धेरै यहाँ उहरू देखिसकेको छ नि, सङ्क्रमण धेरै ठाउँमा भइसकेको छ कि। यसलाई अब एकैचोटिमा रोक्न आवश्यक छ नि त पहिला।